guys, let's get ready with me. आज मेरो बाहिर जाने काम छ, सो सँगै रेडी हुँ ल। म चाहिँ स्किन केयर गर्छु फर्स्टमा, अनि त्यस पछाडि हल्का मेकअप गर्छु। टोनर चाहिँ म यो क्लबको युज गर्छु, यो राइस टोनर हो। यो राइस वाटर टोनर एकदम राम्रो छ, यो नाइसिनामाइडको हो कि मेरो स्किनको लागि चाहिँ मलाई एकदम मनपर्छ, सो म यो युज गर्छु। मेरो चाहिँ टोनर सुकिसक्यो, त्यस पछाडि म यो सेन्टेराको सिरम लगाउँछु। गाइज म चाहिँ मोइस्चराइजरमा यो मामा अर्थको मोइस्चराइजर लगाउँछु। सो गाइज मैले चाहिँ मोइस्चराइजर पनि लगाइसकेँ। अब चाहिँ म यो सनस्क्रिनमा .NK को यो टिन्टेड सनस्क्रिन लगाउँछु। हजुर गाइज, अनि प्राइमरमा चाहिँ मिलानीको म यो प्राइमर लगाउन आँटेको हो। गाइज फाउन्डेसन चाहिँ म यो वेट एन्ड वाइल्डको लगाउन आँटेको छु। गाइज मेरो चाहिँ मेकअप डन भएको छ। म चाहिँ धेरै मेकअप गर्दा अलिक सुहाउँदैन, सो म ठिकै मेकअप गर्छु सिम्पल टाइपमा, होइन मेकअप पनि गर्न आउँदैन मलाई। सो ये रहेछ मेरो मेकअप। सो गाइज म चाहिँ रेडी भइसकेको छु। सो गाइज हामी चाहिँ रेडी भएर निस्क्यौँ। विवेकले गाडी निकाल्नु हुँदैछ, म चाहिँ पर्खिरहेको छु। अब चाहिँ हामी विराटनगर जान आँटेको। त्यो घर के गर्छु देखाउँछौँ है त। 10 बजीसम्म ढिलो भइसक्यो, घर कतिखेर यहीँदेखि जानलाई 3 घन्टा जति लाग्छ पुग्नलाई। कतिखेर देख्न थाल्यो साँच्ची मात्र मिलाएर गर्छु नि म पर्खिनु ल।
सबै ससुराले आफ्नै घर जस्तो त्यस्तो भनेर हुन्छ पहिलोचोटि आउनु भएको एउटा मम्मीको उयो लाएर आएको अनि घर अगाडि गार्डन नर्सरी खोलिदिएको त नि नि है फुल फुलले जानुपर्छ ल ए भयो भाइले अखबार पनि हाल्नु नि मेरो हुँदैन नि त कालो कालो आयो त्यो गाई हामीले चाहिँ खाइसक्यौँ तपाईँ चाहिँ भिडियो रिपोर्टर हो रिपोर्ट गरेको मान्छेलाई कस्तो टेन्सन भयो तपाईँहरू हाँस्नुहुन्छ